No. Hello guys, welcome to my Rose Beauty Salon. अनि नानीको चाहिँ हल्का ट्रिमिङ मात्रै गरिदिएको, हल्का स्टुडेन्ट हो नानी, त्यसले गर्दाखेरि चाहिँ हल्का मिलाइ मात्रै दिएको, उसलाई डिजाइनहरू दिनु हुँदैन भनेर चाहिँ मैले सर्ट मात्रै गरिदिएको उसको हेयरलाई। ओके गाइस, तिमी के भन्नु छ आन्टीको च्यानलमा? आन्टीले मेरो कपाल काट त्यति नै भनेको। मलाई जुन चाहिँ कट हुन्छ नि यस्तो चाहियो कि दुई जग्गा घुम्नुहोस्, जस्तो कि जहाँ पनि घुमाउँछ नि घुमिराख्नुहोस्, यता घुम्नु घुम्ने यता घुम्नु। त्यसको लागि त नि अहिले स्टार्ट गर्ने टाइम छैन, अहिले स्कुल जानुपर्छ हो। जब ठुलो हुन्छ त्यति बेला चाहिँ स्टाइल, जब ठुलो हुन्छ त्यति बेला त स्टाइल त्यति बेला स्टाइल पार्ने। ओके ओके भाइ साहब, जब म ठुलो हुन्छ नि त्यहाँदेखिको मेरो त जाडी डुङ्गा पनि काट्नुपर्छ, त्यहाँदेखिको स्टाइल बनाउँछु। त्यसरी हल्लिनु हुँदैन हौ। ओ ढुङ्गा खाँदैछ आन्टी। यो फुल कहाँबाट ल्याएको आन्टी? फुल कहाँबाट ल्याएको? कुन चाहिँ फुल? यो फुल ऐनामा टाँगिएको त्यो बजारबाट। मार्केटबाट? मार्केटमा यस्तो गमलाको फुलहरू कति पर्छ होला? त्यो दुईटा कति? हेरी हेरी हुन्छ। हेरी हेरी जस्तो कि मैले हेरी हेरी भन्ने हुन्छ 800 हुन्छ। सिजर हल्का बिग्रेको छ। साथी हो, मेरो आन्टीले आज हेयरकट गर्दैछ हो, मलाई स्टुडेन्टहरूले हेयरकट गरिदिन्छ। त्यही कारण आन्टीको पार्लरमा आउनुहोस् तपाईँहरू भनेर। त्यही लागि आन्टीको पार्लरमा तपाईँहरू आउनुहोस्। र यहाँ आउनुहोस्, यहाँ सर्भिस गराउनुहोस्, त्यहाँदेखि उतापट्टि मोमो पाक्छ आन्टीकै त्यो दोकान पनि, अन्त त्यहाँनिर आएर खाएर जानुहोस्।